साथीहरू, यो मेरो जीवनको सत्य घटना हो। मेरो नाम कमला शर्मा हो। म अहिले 22 वर्षकी छु। मेरो एउटा छोरो छ। म अलि बढी नै मोटो छु। मलाई केटा मान्छेहरूले स्लिम केटी मात्र मन पराउँछन् होला र मोटी केटी मन पराउँदैनन् होला भन्ने लागेको थियो। तर धेरै केटाहरू मोटो शरीरमा खेल्न मन पराउने रहेछन्। यो कहानी भर्खर असार महिनाको हो। म दाङ तुलसीपुरमा एउटा सरकारी कार्यालयमा जागिर गर्छु। अफिसको कामले कहिले बुटवल त कहिले काठमाडौँ जानुपर्छ। म अफिसका टाठी बाठी भएर पनि होला बाहिरी जिल्ला जानु पर्यो भने मलाई नै पठाउँछन्। अब सिधै कुरामा प्रवेश गरौँ। मेरो बुढाको नाम पवन शर्मा हो। मेरो बुढाको साथीको नाम ललित केसी हो। ललित मेरो बुढाको निकै मिल्ने साथी हो। हामीलाई केही अप्ठ्यारो पर्दा उनले नै सहयोग गर्छन्। उनीहरूलाई पनि केही अप्ठ्यारो पर्दा हामीले सहयोग गर्छौं। ललित प्राय आफ्नो काम नभएको बेला हाम्रो घरमा आइराख्छन्। उनी हाइटी र निकै ह्यान्डसम छन्। पहिले त मैले उनलाई निकै रेस्पेक्ट दिएर बोल्थे, तर पछि उनले हाम्रो घर आउँदा अलि बोका पारा देखाउन लागे। मैले खाना खान दिने बेला मैले लुकेर देखेको छु। म पनि के कम उनलाई उत्तेजित बनाउनका लागि बेलुका अलि सेक्सी र नाइट ड्रेसमा बस्थे। उनी मसँग निकै गफिनथे। मेरो बुढा पनि साथै गफ गर्नुहुन्थ्यो। मलाई अनुकूल मिलाएर ललितसँग नजिक हुने मन थियो। दिन रात ललितकै सम्झना आइरहन्थ्यो। मेरो बुढा पनि अलि खुला सोचको हुनुहुन्थ्यो। आनन्द हुन्छ भने जसलाई सोचे पनि हुन्छ, तर गर्न भने दिनुहुन्न भन्नुहुन्थ्यो। तर मलाई ललितको नजिक जान र उनीसँग बस्न मन लाग्थ्यो। यो अवसर अफिसको कामले जुरेयो। म अफिसको कामले काठमाडौँ जाने कुरा भयो। बुढाले मेरो साथी ललितसँग जाउँ, ऊ पनि भोलि जाँदैछ भन्नुभयो। हामी डेमा जाने कुरा भयो। मलाई भने नाइटमा जान मन थियो, किनकि नाइटमा सुतेको निहुमा ललितको छातीमा पल्टिने रहर थियो। तर बुढाले भनेपछि मान्नै पर्यो। हामी जाने नयाँ खालको गाडी रहेछ। प्रत्येक सिटमा पर्दा भएको, अरू सिटमा बसेकाले नदेख्ने खालको रहेछ। हामी भालुवाङसँग गफ गर्दै गयौं। ललितले म हिजो अलि अनिदो परेको छु म्याम, म त सिटमै निदाउँछु भन्यो। मैले पनि हुन्छ भने। म पनि निदाएको अभिनय गर्न थाल्यो। मैले निकै सेक्सी खालेको वान पिस लगाएको थिएँ। म निदाएको जस्तै गरेर ललितको छातीमा गएँ। ललित पनि निदाएको बहाना पार्दै मेरो हात समाएर बसे। मलाई निकै आनन्द लागेको थियो। अनि ललितले मलाई गाह्रो भयो, म तपाईको छातीमा सुत्छु है म्याम, माइन्ड नगर्नुहोला भन्यो। अनि मैले हुन्छ भने। ललित मजाले मेरो छातीमा सुत्यो। मलाई निकै आनन्द आयो। मैले पनि ललितको हात समाए। बिस्तारै उसले त मेरो शरीरतिर हात लग्यो। म निदाएको अभिनय गरे। मलाई निकै आनन्द आइरहेको थियो। म पनि चपक्कै ललिततिर धेसिए। अनि ललितले मेरो हात उसको शरीरमा लग्यो। हे भगवान, ललितको शरीर स्पर्श गर्दा त मेरो शरीरमा करेन्ट लागेको जस्तो फिल भयो। हामी एक अर्कोको अंगालोमा बाँधिएर आनन्द लिइरहेका थियौं। यति गर्दा गर्दै हामी काठमाडौँ पुग्यो। मेरो फोनमा बुढाले निकै पटक हान्नु भएको रहेछ। मैले थाहा पाएन। पछि ललितकोमा फोन आयो। उताबाट कता पुग्नु भयो भन्ने प्रश्न गर्नुभयो होला सायद उसले। हामी त भर्खर चितवन छौं सर, बुटवल नारायणगढ सडक निर्माण भइरहेकाले बन्द रहेछ, भर्खर खुल्यो भनेर भन्यो। अनि मलाई सिधै कुरा गर्न दियो। बुढाले मलाई किन फोन नउठाएको भनेर रिसाउनु भयो। मैले थाहा पाएन भने। अनि बुढाले भोलि बिहानै पुग्छौं होला, निजाममा परेछौं भन्नुभयो। मलाई के भनौं भन्ने लाग्यो। हजुर, हामी भर्खर चितवन पुग्यौं भने। अनि बुढाले ललितलाई फोन दिन भन्नुभयो। मैले ललितलाई फोन दिए। ललितले मेरो र उसको मोबाइल चार्ज सकिएकाले स्विच अफ हुने कुरा जानकारी दियो अनि फोन राख्यो। मेरो फोन तानेर ललितले स्विच अफ गरिदियो। हामी काठमाडौँ पुगिसकेका थियौं, तर बुढाले भर्खर चितवन छन् भन्ने मान्नु भएको थियो। हामी नयाँ बस पार्कमा एउटा होटलमा गयौं। मलाई पनि ढुक्क तरिकाले कसैले थाहा नपाउने गरी ललितसँग एक खुले निकै मन थियो क्यार। म नुहाएर पुरै नाइट ड्रेसमा आए। ललित पनि नुहाएर हाफ प्यान्ट मात्रै लगाएर आएको थियो। माथितिर केही थिएन। ललित र कसिलो शरीरले मलाई निकै लोभ्यायो। हामी एउटै बेडमा बस्यौं। अब हामी एक हुनेछौं। मैले ललितलाई अंगालो हाले अनि हाम्रो बीचको सबै दूरी मेटियो। ललितसँग रात बिताउने मेरा चाहना पूरा भयो। भोलिपल्ट मोबाइल अन गरेर ललितले मेरो बुढालाई भर्खर काठमाडौँ आइपुगेको जानकारी दियो। अनि म दिनभर अफिसको काम गरेर म अफिसको काममा 5 दिन काठमाडौँ बस्नुपर्ने थियो। म ललितकै कोठामा बसे। ललितले मेरो बुढालाई कोठामा आफ्नै बहिनी पनि भएको जानकारी दिएको थियो, तर खासमा बहिनी गाउँको घर गएकी थिइन्। काठमाडौँ बस्दा दैनिक हामीले नयाँ पोजिसनमा कबड्डी खेल खेल्यौं। अहिले पनि मेरो बुढाले ललितलाई कति पनि शंका गर्नुहुन्न।
तर हामी अनुकूल टाइम मिल्यो कि कबड्डी खेल खेलिहाल्छौं। साथीहरू, यही हो मेरो कहानी। तपाईहरुलाई लाग्छ होला मैले मेरो श्रीमानलाई धोका दिइरहेको छु, तर साथीहरू, मेरो पनि त इच्छा चाहना हुन्छ, मलाई पनि त सन्तुष्टि लिने अधिकार छ नि, होइन र? साथीहरू, कहानी कस्तो लाग्यो प्रतिक्रिया दिन नभुल्नुहोला। धन्यवाद।